यो धरतीमा विभिन्न किसिम मानिसहरूको जन्म हुन्छ अनि सो मरण पनि हुन्छ। त्यो मध्येमा सलिन पनि एक हो। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम आरामै छु। सो आज चाहिँ हल्का बिहानै घाम लागेको हुनाले म चाहिँ हल्का भिडियो बनाऊँ भनेर डाँडातिर निस्केको। सो यतिकैमा दामी घोडा देखेको पछाडि, सो रातो कलरमा दामी घोडा हेर्नुहोस् त कस्तो दामी देखाएको छ नि है। अब बबाल चरण भइरहेछ घोडाको नि है, लास्टै रमाइलो छ। आज त्यस्तो हावासावा पनि त्यस्तो साह्रो छैन। अब मौसम पनि क्लिन छ आज चाहिँ। दिउँसो कस्तो हुन्छ थाहा भएन होइन। अहिले चाहिँ सो बिहान चाहिँ दामी देखाएको छ। देख्न सक्नुहुन्छ मेरो पछाडि घोडा बबाल छ ल। सो यस्तै कलरको घोडा चाहिँ ऊ पर पनि छ क्या एउटा चाहिँ। त्यसको चाहिँ अस्ति के भएछ भनेदेखि सिलिन्डरले आफैले बोकेको सिलिन्डरले चाहिँ उसको खुट्टामा लागेर चाहिँ खुट्टा भाँचिएछ, त्यहाँनिर छ। सो त्यसलाई पनि हेर्न जाऊँ होइन। पछाडिको ब्याकग्राउन्ड त तपाईँहरूले देखिसक्नुभयो है, कस्तो दामी छ है। ट्याक्क लाएर घोडा चाहिँ त्यहाँनिर छ। अब हामी जाँदैछौँ त्यो पर भएको घोडा देखाउँछु म तपाईँलाई ल। त्यहाँनिर घोडा छ, त्यसको चाहिँ बिचरा अस्ति आफैले बोकेको सिलिन्डरले खुट्टामा लागेर चाहिँ खुट्टा भाँचेको थियो। आजभोलि कस्तो अलिक जाती भयो कि भन्ने चाहिँ हो। उसको खुट्टा पुरै गएको थियो क्या अस्ति चाहिँ। जाम कस्तो भयो। ओ झन्डै लड्यो। अनि सबैजनाले कमेन्ट गर्नु होला पछाडिको भ्यू कस्तो आइरहेछ। सो सबैजनाले कमेन्ट गरिदिनु होला कस्तो लाग्छ तपाईँहरूलाई। राम्रो नराम्रो जस्तो भयो नि कमेन्ट गरिदिनु होला। देख्न सक्नुहुन्छ। सो मलाई ओहो ठिक भएकै छैन जस्तो छ। हेर ल, घोडा चाहिँ यही हो। पुरा उसको एउटा खुट्टा चाहिँ फाक भएको थियो क्या। बिचारा तर्सिँदो रहेछ या। उहाँहरूले चाहिँ अब घाँस दिएर जानुभएको रहेछ अघि। अहिले आउँदा चाहिँ पुरा घाँस सिलाइसकेछ क्या यो घोडाले। अझै चाहिँ घाँस दिएर जानुभएको रहेछ। त्यही नै गाइस, कस्तो लाग्छ तपाईँहरूलाई होइन। हेर्नु त बिचरा आमामा कस्तो भइरहेछ नि है। यस्तो मौसममा चाहिँ बिन्दास छ क्या, छुट्टै आनन्द होइन। अब हुन्छ नि एउटा बबाल। सो मलाई चाहिँ दामी लाग्छ होइन। तपाईँहरूलाई कस्तो लाग्छ सो कमेन्ट गर्नु होला। एकदम बबाल। यहाँ आएपछि टक्क यहाँबाट म बस्ने घरहरू पनि हेरौँ है त कस्तो देखिँदो रहेछ ल। सो ट्याक्क म बस्ने घर चाहिँ यो मास्तिरको यसमा पनि छ साथीहरू, तर म चाहिँ यसमा बस्ने हो। देख्न सक्नुहुन्छ ल, पिक पनि देख्नुभयो। सो मलाई यतातिरको चाहिँ मलाई राम्रो लागेको भनेको चाहिँ यो के भन्छ, यो लुङ्जा कि के भन्छ नि, यस्तो यो झुन्डाको चाहिँ मलाई एकदम दामी लाग्छ क्या ल। हेर्नुहोस् त कस्तो बबा लाग्छ क्या मलाई। यस्तो झुन्डाको चाहिँ मलाई लाग्छ त्यही दामी लाग्छ कि एकदम सही लाग्छ। सो यहाँ पनि टक्क झुन्डा छ एउटा। पछाडिको ब्याकग्राउन्ड हिमाल कस्तो देखाएको छ गाइज भन्नु त ल। सबैजनाले कमेन्ट गर्नु ल कस्तो दामी देखाएको छैन त। यहाँदेखि चाहिँ हाम्रो अब पुल बन्दैछ। पुल पनि म तपाईँहरूलाई देखाउँछु। अस्ति त भर्खर थियो, अब त आगे आइपुगेछ। सो देख्न सक्नुहुन्छ पुल। यहाँबाट भएपछि ट्याक घर जाने हो। यस्तो बानेको चाहिँ मलाई बबाल लाग्छ क्या। हेर्नु त ल कस्तो दामी। कस्तो लाग्यो त गाइस भ्यूहरू होइन। सो कमेन्ट गर्नु होला कस्तो लाग्छ तपाईँहरूलाई होइन। अब सबैजनालाई राम्रो नलाग्नु सक्ला होइन। सो कतिजनालाई राम्रो कतिजनालाई नराम्रो लाग्छ। सो कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला, राम्रो नराम्रो कमेन्ट छोडिदिनु होला। त्यही नै भन्न चाहन्छु।